मद्रियाका नसा चढ्दै लागेको समयमा प्रवीणले केही शान्त भई गहिरो दृष्टि ती महिला मित्रमा लगायो। भर्खर वैशाल्य वसन्तमा टेकेका यी युवतीहरू 22-24 वसन्तका जस्ता देखिन्थे। कोठी मगमगाउने गरी छर्किएको सेन्टले ती महिला नजिक आउँदा कुनै विदेशी साथमा आएको भान हुन्थ्यो। पलभरको परिचयपछि उनीहरू पनि हामीसँगै खाजा खान बसे। रिसेप्सनमा खबर गरी खानपान तथा मदिरा पुनः माग्ने काम भयो। सेतो गिलासमा कालो मदिरा राख्दै एउटीले नयाँ दाइसँग परिभटको स्वागत छ भन्दै चियर्स भन्। गिलास ठोकाउँदै सँगैको टेबलमा आएर बसी। प्रवीणले के लजाले पाराले खानपानमा मात्र साथ दिइरहेको थियो। यत्तिकैमा सुरेशले एउटी युवतीलाई काखमा राखी खाजा खुवाउन थालेर हाँस्दै भन्न थाले, हिजो क्या बोर भयो भने। आफू नआएर उसको इसारा प्रवीणतिर थियो। यहाँ उनीहरू दुईजना। एउटी प्रवीणको समीपमा थिइन्। सुरेश अर्कीसँगै लडिरहेको थियो। शरीरका संवेदनशील